रासोपाका नेता बन्ने मान्छेहरू, सांसद बन्ने मान्छेहरू, हिजो आन्दोलनमा देखा परेका मान्छेहरू बा चाहिँ मन्त्री बन्ने मान्छेहरू हेऱ्यो भने 4 वटा संस्थासँग एउटा वा अर्को रूपमा सम्बन्धित छ अधिकांश। अमेरिकन युथ काउन्सिलको ट्रेनिङ लिएका छन्, बारबारा फाउन्डेसनमा संलग्न छन्, इन्टरनेसनल रिपब्लिकन इन्स्टिट्युसनमा उनीहरू संलग्न छन् र उनीहरू चाहिँ एनडिआई नेसनल डेमोक्रेटिक इन्स्टिट्युसन सम्बन्धित छन् हैन। यो कुरा कसरी हुन गयो दोस्रोमा मान्छु हैन। त्यसकारणले यो केही न केही छ यहाँ हैन। हाम्रो मूल वस्तुगत आधारलाई हामीले तयार नगर्दिएको भए अरूले चाहँदैमा हुन्छ सक्दैन। यहाँले नाम लिनुभएका 4 वटा संस्थाहरूमध्ये बारबारा फाउन्डेसन भनौँ अथवा एनडिआई भनौँ अथवा आइआरआई भनौँ, यिनीहरूमा त गएर तपाईँहरूकै पार्टीका विभिन्न तहका नेताहरूले विभिन्न समयमा बोलेका भिडियो फुटेजहरू पनि अहिले पनि बाहिर आइरहेका छन्। त्यो संलग्नता कुनै ट्रेनिङमा सहभागी भएको कुरालाई लिएर त्यस्तो त्यो छिटो गरे त्यस्तो होइन। अहिले आफू चोखिन मिल्छ। यस्तो छ, नियोजित रूपमा त्यसमा संलग्न हुनु र नबुझेर बा अहिलेलाई यो ट्रेनिङबाट एउटा ट्रेनिङबाट फाइदा हुन्छ भनेर जानु फरक कुरा हो। त्यो संस्थाहरूको उद्देश्य के हो भन्ने कुरा बुझेर त्यो संस्था संलग्न भएर त्यसको निम्ति काम गर्नु फरक कुरा हो। यो दोस्रो कुरा म यो तपाईँलाई भन्न चाहन्छु। यो चाहिँ दोस्रो कारण हो, भू राजनीतिको कारण हैन। तेस्रो कारण पनि छ अलिकति तेस्रोमा जानुभन्दा अघि दोस्रोमा तपाईँले अलिकति भन्नुभयो बिआरआईसँग चाहिँ अब अलि सिधा भाषामा र अलि खुला कुरा गरौँ, बिआरआईमा अमेरिकालाई चित्त नबुझेको हामी बुझ्न सक्छौँ हैन। एसपिपी उसको एजेन्डा हो बुझ्न सक्छौँ। अघि तपाईँले अलिकति भन्नुभयो भने बिआरआईमा चाहिँ अरू भू राजनीतिक शक्तिहरूलाई पनि चित्त बुझेन। हाम्रो दक्षिणी मित्रलाई छिमेकी मित्रलाई त मन परेकै छैन नि, ऊ लगातार यसको विरुद्धमा छ नि त हैन। उहाँहरूलाई पनि मन परेको थिएन यो। अच्छा, अब तेस्रो कारण हैन। यो मूल कुरा त पहिलो वस्तुगत आधार, दोस्रो यो भू राजनीतिले खेलेको भूमिका र तेस्रो चाहिँ सहायक एकदम सहायक कारण हो। तर इन्टरनेसनल ट्रेन्ड हेर्नुहोस्, अब एउटा अन्तर्राष्ट्रिय के छ भने जब यो 1990 को दशकमा यो सोभियत सङ्घको समाजवादको पतन र विघटन, पूर्वी युरोपमा पनि चाहिँ समाजवादको पतनको घटना घटेपछि पुँजीवादी विश्वलाई के लागेको थियो भने अब यो वामपन्थ मार्क्सवाद वामपन्थ समाजवाद भनेको इतिहासको च्याप्टर भयो र इतिहासको अन्त्य भयो। एन्ड अफ हिस्ट्री फुकुयामाको एन्ड अफ हिस्ट्री नै आएको थियो। त्यतिखेर सबै त्यहाँ धेरै झन्डा फाले, धेरैले पार्टी विसर्जन गरे, सारा गरे र सबैलाई लागेको थियो भने त्यो अब इतिहासको मात्रै कुरा अब अन्त भइसक्यो।